नमस्कार साथीहरू, खाना खाइसकेपछि नुहाउने कि ननुहाउने भन्ने कन्फ्युजन हटाउनको लागि मैले यो भिडियो बनाएको छु। हामी खाना खाइसकेपछि नुहाउनु हुँदैन, किनभने खाना खाइसकेपछि खानालाई डाइजेस्ट गर्न, खानालाई पचाउनको लागि ब्लड द्याट इज रगतको ठुलो काम रहन्छ र त्यो डाइजेसन गर्नलाई ब्लड चाहिँ हाम्रो स्टोमकको वरिपरि आएर बसेको हुन्छ र त्यसले आफ्नो काम गरिरहेको हुन्छ। तर हामी खाना खाइसकेपछि नुहाउन गयौँ भने त्यो स्टोमकको वरिपरि डाइजेसन गर्नलाई रहेको ब्लड स्किनतिर गइहाल्छ, जसले गर्दा खाना डाइजेस्ट हुन सक्दैन र त्यसले चाहिँ एसिडिटीहरू जस्तो रोग ल्याउन सक्छ। यति मात्र होइन, यदि खाना खाइसकेपछि नुहाउने काम धेरै समयसम्म भइरह्यो भने त्यसले चाहिँ थाइराइड, ब्लड प्रेसर, सुगर जस्तो समस्याहरू पनि ल्याउन सक्छ। त्यसकारण हामी खाना खाइसकेपछि नुहाउने काम गर्नु हुँदैन। यदि हजुरहरू लाइट खाना खानु भएको छ भने 30 देखि 60 मिनटपछि नुहाउँदा हुन्छ र हेभी खाना खानु भएको छ भने 90 देखि 120 मिनटपछि नुहाउँदा हुन्छ। तर मेरो विचारमा, मेरो स्टडीले के भन्छ भने खाना खाइसकेपछि सकेसम्म ननुहाउनु नै हो। यदि हजुरहरूलाई नुहाउनै छ भने मैले अघि नै भनेको 30 देखि 60 र 90 देखि 120 मिनट पछिको समयलाई ध्यान गरेर मात्र नुहाउनु होला।